यो देशलाई लुटिरहेको छ थाहा छ, कसले मिलेर यो देश लुटिरहेको छ त्यो पनि थाहा छ। तिमीमाथि अन्याय भइरहेको छ थाहा छ, कसले गर्दा तिमीलाई अन्याय भइरहेको छ त्यो पनि थाहा छ। देश बिग्रदै गएको छ थाहा छ, कसले गर्दा यो देश बिग्रदै गएको त्यो पनि थाहा छ। तिमी खाडीमा छौ र त्यहाँ कति दुःख हुन्छ थाहा छ, तिमीलाई खाडीमा जान बाध्य कसले बनायो त्यो पनि थाहा छ। देशमा कलकारखाना छैन, त्यही भएर रोजगारी छैन थाहा छ, अनि यो देशको कलकारखाना कसले बेचेको त्यो पनि थाहा छ। हरेक 5-5 वर्षमा नेताले नयाँ नयाँ आश्वासन दिन्छ तर काम केही गर्दैन थाहा छ, अनि त्यही नेता पटक पटक कसले गर्दा जितेर जान्छ त्यो पनि थाहा छ। देशमा निर्मला पन्तहरू जस्ताले न्याय पाउँदैनन् थाहा छ, अनि किन र कसो कारणले गर्दा निर्मला पन्तहरूले न्याय पाउँदैनन् त्यो पनि थाहा छ। गाउँबाट चप्पल लगाएर राजनीतिमा छिरेका नेताहरू केही पनि काम नगरी करोडौंको गाडी चढ्ने भइसक्यो थाहा छ, अनि त्यो नेताले के गरेर यस्तो हैसियत बनायो त्यो पनि थाहा छ। तिमीलाई सबै थाहा छ, अनि फेरि तिमी भन्छौ नेताले गर्दा देश बिग्रियो। हो, पक्कै यो देश बिग्रियो, तर नेताले गर्दा होइन। तिमी, म र हामी जस्ता सबै थाहा पाइ पनि केही थाहा नपाए जस्तो गर्ने जनताले गर्दा यो देश बिग्रियो। अब यो देश बन्छ, पक्कै बन्छ, तर कुनै नेता वा व्यक्तिले गर्दा बन्दैन। यो देश तब बन्छ जब तिमी म जस्ता जनताले थाहा पाए जस्तो होइन, साँच्चै थाहा पाउँछौ, अनि बल्ल यो देश बन्छ। आज म तिमीलाई तिम्रो राजनीतिक पार्टी परिवर्तन गर भन्दिन, तिम्रो जात वा संस्कार परिवर्तन गर पनि भन्दिन, तर आज म भन्छु तिमीले तिम्रो सोच परिवर्तन गर। होला तिम्रो पार्टी, तिम्रो नेता तिम्रो लागि भगवान नै होला, उनको बोली वा एजेन्डा तिमीलाई असाध्यै मनपर्छ होला, तर एउटा कुरा चाहिँ तिमीले याद गर्नु कि तिम्रो नेता पनि मान्छे नै हो। उनमा पनि स्वार्थ, लोभ, डाहा, ईर्ष्या, घृणा भन्ने चिजहरू पक्कै पनि हुन्छ र छ पनि। तिम्रो नेताले गरेको हरेक काम वा निर्णय सही नहुन सक्छ। हो, बस अब तिमीले यति गर्नु कि तिम्रो नेता वा पार्टीले राम्रो काम गर्दा खुलेर मुक्त कण्ठले प्रशंसा गर्नु, तर गलत गर्दा खुलेर खबरदारी गर्नु। तिमीले विगत कैयौं वर्षदेखि खुलेर मुक्त कण्ठले प्रशंसा गर्दै आएका छौ, तर तिमीले खबरदारी कहिले गरेनौ। हो, त्यही भएर तिम्रो नेताले आफूलाई सही बाटोमा लान सकेन, अनि जुन नेताले आफूलाई सही बाटोमा लान सक्दैन उसले देश र समाजलाई कसरी सही बाटोमा लान सक्थ्यो र। त्यसैले अब तिमी निन्द्राबाट बिउजने बेला भयो। तिम्रो नेताले सधैँ राम्रो मात्रै काम गर्छ भन्ने खोल ओढेको तिम्रो आँखाको चस्मा खोल्ने बेला भयो। अझै पनि बिउजेनौ भने अब यो देश नै बाँकी नरहन सक्छ, अनि जब देश नै रहेन भने तिम्रो पार्टी, पार्टीको एजेन्डा र तिम्रो नेता, अनि तिमी कसरी पो रहला र। त्यसैले अब उठ, बस अरू केही नगर, तिम्रो नेतालाई खबरदारी गर, बस खबरदारी गर, अनि बल्ल सुरु हुन्छ देश बनाउने अभियान, अनि बल्ल बन्छ देश, अनि बल्ल तिमीले पाउँछौ देशमै रोजगारी, अनि बल्ल तिमी फर्कन्छौ खाडीबाट घर। यदि तिम्रो नेताले साँच्चै अहिलेसम्म राम्रो काम गरेको हुन्थ्यो भने अहिलेसम्म देश बनिसक्थ्यो, अनि साँच्चै तिम्रो नेतालाई देश बनाउने मन भए अहिलेसम्म बनाइसक्थ्यो देश। होला तिम्रो नेता राजनीतिमा प्रवेश गर्ने बेला देश बनाउँछु भनेर नै आएका थिए होला तिम्रो नेता पहिले साँच्चै असल थिए होला, तर राजनीति र सत्तामा आइसकेपछि तिम्रो नेताले धन देख्यो, पावर र पहुँचको मात देख्यो, अनि भ्रष्टाचारीको संगत र मिठो मात देख्यो। यो सबै देख्यो र उनले आफ्नो पुरानो संकल्प र बाचाहरू भुल्दै गयो, जनतालाई दिएको आश्वासन र हिजो देश बनाउने सपना बिर्सदै गयो। अनि त्यो बेला उनलाई यो कुरा याद दिलाइदिने र तिमी गलत बाटोमा हिँड्दैछौ भनेर सम्झाइदिने कोही भएन। हो, त्यही भएर अब तिमीले अरूलाई होइन, आफ्नै नेतालाई खबरदारी गर्नु, बस खबरदारी, अनि बल्ल बन्छ तिम्रो देश, अनि बल्ल बन्छ मेरो देश, अनि बल्ल बन्छ हाम्रो देश। जय देश।